77वटा जिल्लाका आफ्ना कार्यकर्ताहरू बोलाउँदाखेरि पनि त्यत्रो ठुलो जमात बनाउन नसक्ने पार्टीका नेताहरूले र सरकारले अहिलेको युवा पुस्ताको यो नयाँ मोमेन्टलाई चाहिँ बिथोल्नको लागि गोली चलाउने आदेश दिएको छ। गोली चलाएर विद्यार्थीहरू र युवाहरू घाइते भएको अवस्था छ। के अराजक पार्टीका समूहहरू आएर त्यहाँ बिथोल्न खोजेर त्यहाँ चाहिँ धेरै विद्यार्थी धेरै युवाहरू चाहिँ घाइते भएर अहिले उपचार भइरहेको अवस्था छ। आफ्नो स्वार्थबाट बाहिर आउनुहोस्। यो भिडियो तपाईले हेर्दै हुनुहुन्छ भने शेयर गरेर सरकारसम्म पुर्याइदिनु। आजको यो एकदमै शान्तिपूर्ण आन्दोलन, एकदमै शान्तिपूर्ण मोमेन्टलाई बिथोल्नको लागि सरकारले षड्यन्त्र गरेर अहिले चाहिँ काठमाडौँमा यस्तो अप्रिय घटना घटाएको छ। त्यहाँ गोली चलाएर युवाहरूलाई घाइते बनाइएको छ। कुनै कुनैको अवस्था एकदमै गम्भीर भएको छ भने कुनै सामान्य घाइते भएको अवस्था छ। र आज कर्फ्यू पनि जारी गरेको छ। सरकारले गर्न खोजेको यो के हो? त्यहाँ आएका जति पनि युवा छन्, त्यहाँ आएका जति पनि मान्छे छन्, कसैले पैसा दिएर कसैले बोलाएर आएको होइन। उनीहरू आफै आएका हुन् र आफ्नो लागि आएका हुन्। उनीहरू अहिलेको नयाँ पुस्ता भनेको देशको वर्तमान हो। उनीहरूले आफ्नो अधिकार माग्नलाई आएको हो। भ्रष्टाचार विरुद्ध आन्दोलनमा आएका हुन्। कृषिजन्य उत्पादनमा नेपाल सक्षम छ, तर पनि यहाँ कृषकहरूलाई मारेर राजनीति गरिरहेको अवस्था छ। युवाहरू देशमा कुनै न कुनै व्यवसाय गरेर खान्छु भन्दाखेरि चाहिँ सरकारले यसमा कुनै पनि सहयोग नगरेको अवस्था छ। जाबो एउटा कारखाना चलाउनको लागि सरकारले महावीर पुनलाई किताब बेच्न बाध्य बनाएको छ। यहाँ अनुदान आउँछ, पार्टीको मान्छेले लान्छ। यहाँ ठुलो कम्पनीहरू खोलेर पार्टीका व्यक्तिहरूले, पार्टीमा सङ्गठन भएका मान्छेहरूले चाहिँ देशको ढुकुटीलाई चाहिँ उनीहरूले प्रयोग गरिरहेको अवस्था छ। तपाईँ हामीलाई थाहा छ विभिन्न काण्ड, होइन? गाउँको जग्गा लिजमा राखेर सयौं अर्ब ऋण निकालेर उनीहरूले आफ्नो पैसालाई विदेशमा थन्काएको छ। देशमा कमाएको पैसा विदेशमा थन्काइरहेको छन् विभिन्न ठुला धनाढ्य समूहले। कुराहरू युवाहरू अहिलेको पुस्तालाई सबैलाई थाहा छ। त्यसैले देशमा भइरहेको बेथिति र भ्रष्टाचार विरुद्ध युवाहरू अहिले आफै जागरुक भएर बाहिर आएको हो। यहाँ कसैले बोलाएर अथवा कसैको स्वार्थ पूरा गर्नको लागि आएका होइनन्। यो कुरा सरकारले खोइ त बुझेको। यहाँ सरकार अथवा पुरानो दलहरूदेखि सबै नयाँ पुस्ता रुष्ट छ। नयाँ पुस्ता मात्रै होइन, अगाडिका आम मान्छेहरू, आम नागरिकहरू सबै रुष्ट छ सरकार अथवा पुरानो दलहरूदेखि। उनीहरूले सधैँभरि माथि चाहिँ कुर्सीको खेल मात्रै गर्ने, सधैँभरि एक अर्कालाई कुर्सी मात्रै बाँड्ने, तर काम भने फ्याटै नगर्ने। जनताको लागि र देशको लागि काम गर्छु भनेर गएका नेताहरूले चाहिँ आफ्ना छोराछोरीहरूलाई विदेशमा राखेर खर्बौं पैसा चाहिँ उतै जोडेर उनीहरूले हामीलाई गुची प्राडादेखि लिएर विभिन्न ब्रान्डेड चिजहरूको फ्लेक्स देखाउने नेपाली आम जनतालाई, होइन? यही हो गणतन्त्र। सरकारले आज काठमाडौँमा जे गर्यो यसको मूल्य सरकारले र पुराना दलका ठुला नेताहरूले चुकाउनु पर्ने छ। अब तपाईहरूलाई के लाग्छ? युवाहरूले त्यतिकै छोड्छ? अब शहरमा जतिवटा सहर छ, ठुला सहरहरूमा यो प्रोटेस्ट भएको छ, यो मुभमेन्ट भएको छ। यति धेरै मान्छेहरू काठमाडौँमा यदि प्रोटेस्ट गर्नको लागि आयो भने तपाईहरू त्यहाँ काठमाडौँमा बस्न सक्नुहुन्छ? तपाईहरूले काठमाडौँमा जतिवटा ब्यारियर लगाउनुहोस्, जति नै सुरक्षित भएर बस्नुहोस्, तपाईहरूको त्यो ब्यारियर र तपाईहरूको त्यो सुरक्षा घेराले कदापि धान्दैन। किनभने त्यही काठमाडौँ वरिपरिका काठमाडौँ भित्रकै मान्छेहरू त्यहाँ काठमाडौँमा आउँदाखेरि अहिलेको अवस्था के छ? लाखौं मान्छेहरू आएको छैन र? अन्य सहरहरूबाट यदि त्यहाँ युवा पुस्ता आउनु परेछ भने त्यो काठमाडौँको सडकले धान्दैन। 20औं लाख मान्छेहरू आउन सक्छन् आफ्नो भविष्य अथवा आफ्नो वर्तमान राम्रो बनाउनको लागि, देशको लागि भनेर जिल्लाबाट मान्छेहरू त्यहाँ आफै पैसा पेलेर आफै आन्दोलन गर्न आउनेवाला छन् यदि त्यहाँ चाहिँ सधैँभरि दमन भइरह्यो भने। अनि कसैले आफ्नो स्वार्थ पूरा गर्नको लागि म यसको संयोजक, म यसको नेतृत्व भनेर तपाईहरू कोही पनि अगाडि नबढ्नुहोस्। किनभने तपाईहरूलाई थाहा छ यो स्वतन्त्र आन्दोलन हो। यहाँ आन्दोलनमा आउनेहरू सबै खुद आफ्नो लागि आएको हो, कसैको लागि आएको होइन। देशको लागि आएको हो, कुनै पार्टी र व्यक्तिको लागि आएको होइन। तसर्थ तपाईहरू कुनैले पनि यो आन्दोलनलाई हाइज्याक गर्न नखोज्नुहोस्। भोलि गएर सरकारले म तिमीहरूको माग पूरा गरिदिन्छु भन्ला, यहाँ जाने टाउके तपाईँ होइन।
यत्रो जमात र यत्रो युवाहरूले छानेको व्यक्ति हुनुपर्छ। त्यहाँनिर चाहिँ सरकारसँग सम्झौता गर्न जाने व्यक्तिहरू। तपाईहरू कोही पनि लिडर बन्न नखोज्नुहोस्। तपाईहरू त्यति सक्षम हुनुहुन्न। देशको लाखौँ युवाहरूको नेतृत्व गर्न सक्ने क्षमता कसैमा होला। त्यो क्षमता भएको क्षमतावान व्यक्तिलाई चाहिँ देशैभरिका युवाहरूले छानेर यदि सरकारसँग वार्ता गर्नु परे तापनि त्यो वार्ता गर्नको लागि हामीले छानेको अथवा अहिलेको नयाँ पुस्ताले छानेको व्यक्ति त्यहाँ जानुपर्छ। मेरो विनम्र अनुरोध छ, तपाईँ एक्लै त्यहाँनिर चाहिँ म यो सञ्चालक हो, म यो अहिलेको मुभमेन्टको चाहिँ मेन लिडर हो भनेर कोही पनि दाबी नगर्नु होला है त। तपाईहरूले यो कुरा कहिले पनि नबिर्सिनुहोस्। अब देशभरि यो मुभमेन्ट सुचारू हुँदै गर्दाखेरि देशभरि जति पनि मान्छेहरू यो आन्दोलन अथवा यो मुभमेन्टको लागि आएको छ, उनीहरू आफ्नो लागि आएको, आफ्नो वर्तमान सुधार्नको लागि आएको र आफ्नो भविष्य बनाउनको लागि आएको। भोलि कहिले पनि आउँदैन। वर्तमान जे छ आज त्यसलाई सुधार्यो भने मात्रै भोलिको दिन राम्रो हुन्छ।